साथीहरु कस्तो चिसो छ हेर्नुस् न यहाँ लेकतिर यस्तो हुनुहुन्छ मेरो बुढो चाहिँ मलाई अब तीज आउन लागिसक्यो नि त नजिक नजिक अनि तीजको सपिङ गराइदिन्छु भनेर बजारमा लिएर आउनुभयो अघि कति खुसी हुँदै उफ्रिँदै आएको त हेर्नुस् न यहाँ मुसाको घरबाट एक प्याक चामल चोरेर अनि आज हामी चामल चोरेर ल्याउनु मुसाको घरबाट चामल चोरेर ल्याएको मुसाको घरबाट यस्तो पनि मान्छे हुने के यो जाडोमा म किन आउँथेँ कि बाइकमा हे भगवान ओहो नि बुढाले साडी किनिदिने होला अरे कति राम्रो के कपडा किनिदिने होला भनेर खुसी हुँदै उफ्रिँदै आएको त मलाई यत्रो बोरा चामल बोकाएर हेर्नु साथीहरू यहाँ भात लगाइसक्यो म दाउरीको 3000को साडीले 4 महिना भित्र बोरा चामल आउँछ यस्तो त छन् मान्छेहरू यति लोभी चामल खाने हो कि साडी खाने हो साडी लाउनु परेन खाए त जे पनि हुन्छ हैन त साथीहरू पेटमा त कसले देख्छ र जे खाए नि भयो काँचो खाए नि भयो नमिठो खाए नि भयो लाउन चाहिँ राम्रो पर्छ नि त सबैलाई राम्रो राम्रो कपडा लाउनु भनेको जुवान अवस्थामा बिहा गरेपछि लाउनु जस्तो लाग्यो ख्याल गर्नु पर्छ अनि लाउनु खाने कुरा धेरै खाने मोटाउने क्रममा लाएर मोटाइन्छ बिहान कहिले लाएर राम्रो देखिन्छ नि त राम्रो त चाहिँदैन अब किन राम्रो भयो पनि साथी यो मेरै बुझ्यो राम्रो भयो पनि के थाहा नराम्रो केटीलाई हेर्नुभयो भने राम्रो कुरा लगाएपछि राम्रो कुरा बुढी मान्छेलाई त्यही भएर राम्रो गराउनु अर्को उपदेश सुन्नुहोस् साथीहरू यस्तो जाडो छ हिउँदो जस्तै के हो यस्तो बाबा कुहिरो लागेर हेर्नुहोस् ठुलो प्रगति गरेछ यहाँ बुढाबुढीले घुम्दै गएको घरमा पुग्यो उनीहरूले बसाभरि छने भनेर चामल सङ्कलन गरेर राखेको रहेछ अनि हामीले मुसा यसो चामल चोर्न गाउँतिर गएको बेला मुसाको चामलको भण्डारबाट एक बोरा चामल दुध निकालेर हामीले दौडेर हामी रुम जाँदैछौँ